नमस्ते। कहिले सोच्नु भएको छ समाजमा हुने ठूला क्रान्ति होस् वा पानी उम्लिएर बाफ बन्ने सानो घटना, यी सबै परिवर्तनका पछाडि के कुनै साझा नियम लुकेको होला? आज हामी यस्तै एउटा फ्रेमवर्क द्वन्द्वात्मक भौतिकवादका 3 नियमहरूलाई हेर्दैछौं। यसले परिवर्तनलाई बुझ्ने एउटा निकै रोचक तरिका दिन्छ। हो, यही हो सबैभन्दा आधारभूत प्रश्न। आखिर यो संसारमा परिवर्तन कसरी हुन्छ? चाहे त्यो प्रकृति होस्, समाज होस् वा हाम्रा आफ्ना विचारहरू, कसरी एउटा अवस्थाबाट अर्कोमा पुग्छन्? यो प्रश्नको जवाफ खोज्ने क्रममा धेरै दर्शनहरू आए, जसमध्ये एउटा हो द्वन्द्वात्मक भौतिकवाद। अब यो दर्शनले के भन्छ भने परिवर्तन कुनै आकस्मिक वा जादुई घटना होइन, बरु यो त केही नियमहरूले चल्ने प्रक्रिया हो जसलाई हामी बुझ्न सक्छौं। त्यसो भए के हुन् त ती नियमहरू? ल, पहिलो नियमबाटै सुरु गरौँ न त। परिवर्तनको यात्रा सुरु हुन्छ पहिलो नियमबाट, विपरीतहरूको एकता। आखिर कुनै पनि परिवर्तनको सुरुवात कहाँबाट हुन्छ? त्यसको इन्जिन के हो? यो नियमले हामीलाई त्यही कुरा बताउँछ। भन्नुको मतलब कुनै पनि कुराभित्र, चाहे त्यो जेसुकै होस्, त्यसको भित्रै एउटा तनाव हुन्छ। दुईवटा विपरीत शक्तिहरू जो एक अर्कासँग लडिरहेका पनि छन्। तर अचम्मको कुरा के छ भने एक बिना अर्कोको अस्तित्व नै छैन। हो, यही आन्तरिक खिचातानी, यही द्वन्द्व नै हो जसले परिवर्तनलाई जन्म दिन्छ। अझै प्रष्ट हुन बिजुलीको उदाहरण लिऊ न। पोजिटिभ र नेगेटिभ चार्ज, होइन? यी दुई एक अर्काको ठिक उल्टो छन्। तर सोच्नुस् त, कि पोजिटिभ बिना नेगेटिभ चार्जको कुनै अर्थ हुन्छ? या नेगेटिभ बिना पोजिटिभको? हुँदैन। यिनीहरूको यही एकता र सङ्घर्षबाट नै त बिजुली बग्छ। हो, हरेक चिजभित्र यस्तै लुकेको तनाव हुन्छ। ठिक छ, पहिलो नियमले परिवर्तन किन हुन्छ भन्ने कारण दियो। अब दोस्रो नियमले बताउँछ कि त्यो परिवर्तन कसरी हुन्छ। यसलाई भनिन्छ मात्राबाट गुणमा रूपान्तरणको नियम। यसको मतलब के हो भने परिवर्तनहरू एकैचोटि हुँदैनन्। साना साना बिस्तारै बिस्तारै मात्रामा परिवर्तनहरू जम्मा हुँदै जान्छन्। बाहिरबाट हेर्दा त खासै केही बदलिएको जस्तो लाग्दैन, तर जब ती परिवर्तनहरू एउटा टिपिङ पोइन्टमा पुग्छन्, तब बुम, अचानक एउटा ठूलो फड्को आउँछ र त्यो चीजको गुण नै, स्वरूप नै बदलिन्छ। ल, पानीको उदाहरणै हेरौँ न। हामीले पानी तताउन थाल्यौं, तापक्रम बढ्दै जान्छ। 79 डिग्रीसम्म पुग्दा पनि त्यो पानी नै हो, तातो पानी, तर पानी नै। यो भयो मात्रामा परिवर्तन। तर त्यो 1 डिग्री, त्यो जादुई 1 डिग्री बढेर 100 पुग्ने बित्तिकै के हुन्छ? त्यो अचानक बाफ बन्छ, तरलबाट सिधै ग्यास। हो, यही हो गुणात्मक परिवर्तन। त्यो अन्तिम 1 डिग्री नै थियो त्यो ब्रेकिङ पोइन्ट जसले सबै कुरा बदलिदियो। र अब हाम्रो तेस्रो र अन्तिम नियम, निषेधको निषेध। यो नियमले हामीलाई विकासको दिशा कतातिर जान्छ र यो प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने कुराको संकेत दिन्छ। यो सुन्दा अलि जटिल लाग्न सक्छ, तर यसको सार के हो भने विकास कहिल्यै सिधा रेखामा हुँदैन। यो घुमाउरो, भनौँ न, एक सर्पिल जस्तो आकारमा अगाडि बढ्छ। एउटा अवस्थालाई अर्कोले विस्थापित गर्छ, तर त्यो प्रक्रियामा पुरानोका केही महत्त्वपूर्ण पक्षहरू नयाँ र अझै उच्च स्तरमा जोगिएर रहेका हुन्छन्। एउटा बिरुवाको जीवन चक्रलाई हेर्यो भने यो एकदमै प्रष्ट हुन्छ। सुरुमा बिउ हुन्छ, थिसिस, होइन? त्यो बिउ आफैलाई समाप्त गरेर वा भनौँ निषेध गरेर एउटा बिरुवा, एन्टिथिसिस बन्छ। पछि त्यो बिरुवा पनि सुकेर जान्छ, तर मर्नु अघि त्यसले धेरै नयाँ बिउहरू, सिन्थेसिस, उत्पादन गर्छ। हेर्नुस् त, चक्र फेरि सुरु भयो, तर अब एउटा बिउबाट धेरै बिउ बन्यो। विकास एक नयाँ र उच्च स्तरमा पुग्यो। त्यसो भए यो 3 नियमहरूलाई एकसाथ कसरी हेर्ने त? यिनीहरू 3वटा छुट्टा छुट्टै नियम मात्र होइनन्, बरु एउटै प्रक्रियाका 3वटा अन्तरसम्बन्धित हिस्सा हुन्। अब यी 3 नियमलाई जोडेर हेर्दा परिवर्तनको पूरा चित्र यस्तो देखिन्छ। पहिलो नियमअनुसार हरेक वस्तुभित्र आन्तरिक तनाव हुन्छ। हो, त्यही तनावले गर्दा दोस्रो नियमअनुसार बिस्तारै बिस्तारै मात्रात्मक परिवर्तनहरू जम्मा हुँदै जान्छन् र एक बिन्दुमा पुगेपछि क्वालिटी नै बदलिदिन्छन्। अनि तेस्रो नियमले के भन्छ? त्यो नयाँ बनेको चिजले पुरानोलाई विस्थापित त गर्छ, तर विकासको चक्रलाई एउटा नयाँ र उच्च स्तरमा लगेर फेरि सुरु गर्छ। यो एउटा निरन्तर चलिरहने प्रक्रिया हो। त्यसो भए यो वैचारिक संरचनाको आज के अर्थ छ त? परिवर्तनलाई यसरी नियमबद्ध प्रक्रियाको रूपमा हेर्दा के यसले हामीलाई समाज, प्रविधि वा हाम्रै व्यक्तिगत जीवनमा भइरहेका उथलपुथललाई अझ गहिरोसँग बुझ्न मद्दत गर्ला? हो,
यही प्रश्नमाथि विचार गर्दै आजको लागि हामी विदा लिन्छौं।